हेलो यस तपाईँहरू स्वागत छ है आजको नयाँ लङ ब्लगमा है। आज चाहिँ म मेरो रुमको एउटा फर्मेट चेन्ज गर्न आँटेको छु है। आजको ब्लग चाहिँ एकदम धेरै राम्रो अनि मजाको हुनेछ। अनि फिलहाल मैले सर्ट ब्लग हाल्न आँटेको छु है। त्यसमा त्यो तपाईँले यो ब्लग हेर्दाखेरि त्यो आइपुग्छ होला। त्यसमा मैले है आजको बिहानखेरिको पार्ट यसमा अपलोड गरेछु। अनि अहिले फिलहालको म स्कुलबाट भर्खर आएको अहिलेको पार्ट चाहिँ यसमा लङ भ्लगमा आउनेछ है। फिलहाल मेरो रुम चाहिँ यस्तो छ हेर्नुहोस्। यहाँ बेड छ है, यहाँ टेबल, यहाँ चेयर है, यहाँ प्रार्थना गर्ने जग्गा है, यहाँ गोद्रेजहरू, यहाँ टिभीहरू छ। अनि फिलहाल यी सोफा पनि छ, यहाँ मेरो साथी है। यस्तो छ। अब यसलाई चाहिँ म रुम फर्मेट चेन्ज गर्न आँटेको छु है। हेर्दै गर्नुहोस् एकदम धेरै राम्रो हुन्छ। मैले एकदम रातभरि सोचेर राखेको छु है कहाँ के गर्नुपर्ने। लेट्स अहिले चाहिँ हाम्रो 50% काम भइसकेको छ। यहाँ बेड हामीले यहाँदेखि यहाँ सारिसकेको छौँ। यसलाई मिलाउनु पर्ने छ है। टेबल यहाँ थियो, यहाँ ल्याइसकेको छौँ है एकदम। अब यसलाई यहाँसम्म ल्याउने प्रयास गर्नेछु। एकदम यहाँ सफा गर्दैछौँ हामी। मैले चाहिँ यहाँ मरा उज्जल मिलेर सारिसक्यो है यसलाई। यो चाहिँ जग्गा भइहाल्यो बेड यहाँ है। अब यसलाई चाहिँ यहाँ ल्याउने कोसिस गर्दैछौँ हामी। अनि यसलाई चाहिँ त्यहाँ लुक्ने कोसिस गर्छौँ जति सक्दो है। हामी छिटो गर्ने कोसिस गर्दैछौँ। है मैले यति गर्नु पाएँ आजको दिनमा। धेरैभन्दा धेरै खुसी। पछाडिको देख्नुहुँदैछ यो चाहिँ अनि खिड्की थियो, यसलाई चाहिँ हटाइदिएको कुतर्डी किचन बनाएर। म यसलाई कलर गर्नु त अलिकति है प्रब्लम छ, तर पनि म पछि गर्नेछु। यो सामानहरूलाई राखिहाल्नुपर्छ। मैले डल्लै कामलाई प्रायः जस्तो खतम गरिसकेँ 90% है। 10% चाहिँ के हो भने यसलाई भित्र हाल्नुपर्ने छ। अनि फिलहाल भर्खर पुसेकोहरू है फेर्ने गर्दा सुक्दैछ। अन्त यो हल्का थर्मोमिटर गर्नु छ है। अन्त तपाईँले देख्नुहुँदैछ है यस्तो भित्ता भइरहेछ है, यस्तो भुइँहरू भइरहेछ। भुइँको त त्यो हुडको यस्तो पाउँछ नि यो उयसमा टेबलमा भएको जस्तो, त्यो लगाउँदा भइहाल्छ। अनि भित्तामा चाहिँ के हो भन्दाखेरि जुन चाहिँ त्यो तपाईँहरूले देख्नुहुन्छ नि टाइल्स त्यस्तो है 70 थियो कि 70 रुपिस 1 पिसको। त्यो ल्याएर लगाउँदा पनि भइहाल्छ। त्यो ल्याएर लगाउने अब आउँदो दिनमा म कोसिस गर्नेछु है। स्टार्टिङ त 0 नै गर्नुपर्छ है। मेरो लाइफ मेरो फ्युचरको लागि म यतिको गरिरहेको छु। मेरो लागि म धेरै कुछ गर्न चाहन्छु है। टाइम छैन अनि पैसा छैन है। तपाईँले सपोर्ट गर्नुहोस्, म धेरै कुछ गर्दैछु। अब आउँदो दिनमा पनि धेरै कुछ गर्नवाला छु। मैले पहिल्यै सोचिसकेको थिएँ। यो चाहिँ मैले पहिल्यै सानोदेखि सोचेको थिएँ, तर आज सफल भएको छ। बेड अलिकति बाङ्गा रहेछ, होला अलिकति सिधा बनाउनुपर्छ है। अझै फिलहाल खालि मेरो 90% भइरहेको छ है। भरे भलिबल खेलेर आएर चाहिँ तपाईँको 100% पुरा हुने कोसिसमा छ है। त्यहाँदेखि म यो पछाडि यो वालहरू उयो गरेको अलिकति फर्मेट चेन्ज गर्दै है। यो चाहिँ यहाँ राखेको थिएँ होइन, तर मैले यसलाई यहाँ सारेँ किनभने सोफाको लागि यहाँ जग्गा स्पेस सानो भयो हिँड्नु लागि। त्यो सोफालाई यहाँ राखिदिएको छु है। अब यसलाई यहाँ च्यादर यो निकालेर नयाँ लगाइदिने। एकदम एउटा रुमको फुल सिनेमेटिक सिन दिन्छु।
लास्ट इन्डिङ अब मैले कम्प्लिट गरिसकेँ है। अब कम्प्लिट गर्नु त अब कलरहरू छ अनि हल्का एकछिन सफा गर्नुपर्ने छ है। अब सानो चाहिँ परमेश्वरलाई धन्यवाद दिउँ, किनभने परमेश्वरले आज हामीलाई यति साह्रो राम्रो दिन दिनुभयो अनि यसरी मेरो सपना सानो सपनामा पनि पुरा गरिदिनु भयो है। सानो प्रार्थना गरौँ अनि यो भिडियोलाई इन्डिङ गरौँ है। अहिले चाहिँ है गाइस, यो चाहिँ होली वाटर हो। बोतल चाहिँ दबाईको हो तर यहाँभित्र चाहिँ होली वाटर छ है। म होली वाटरद्वारा यस जग्गालाई है, यस फर्मेटलाई म पवित्र निम्ति आशिष माग्छु है, पवित्र बनाउन चाहन्छु। यो होली वाटर सबै जग्गा यसरी छरेर है आज यस्तो पवित्र दिन दिनुभएको छ परमेश्वरले। त्यहाँ यस्तो पवित्र जग्गा बनाएको छु, तपाईँलाई पवित्र आशिष पानीद्वारा यसलाई है एउटा उयो गरौँ। गाइस है, आजको यत्रो मेरो मेहनत है दामी देखिरहेको छ है। तपाईँहरूले कमेन्ट गरिदिनुहोस् कस्तो देख्दैछ है। अनि धन्यवाद है, थ्याङ्क यू फर वाचिङ। बाई, जय हिन्द, जय भारत है। यसमा केही कमी भयो भने कमेन्ट सेक्सनमा भनिदिनुहोस् होला। थ्याङ्क यू फर वाचिङ। बाई, जय हिन्द, जय भारत।